भाइरल दममा तपाईँलाई 40,000मा 40,000मा 1 महिनाको पठाउ इन ड्राइभ गर्नुहोस्। 1 महिनामा तपाईँले 40,000 कमाउनुहुन्छ। यो बाइक तपाईँलाई फ्रीमा 75,000मा संसार बुझेर आए पनि तपाईँले पाउनुहुन्न। तर प्रभु रिकन्डिसनले चाहिँ दिन्छ ल 75,000। जम्मा 62,000मा तपाईँलाई 48 लटको अपाची आयो ल। मात्र 80,000 जम्मा 80,000। बजार भाउ भन्दा मैले 10,000 कममा दिन्छु ल। तपाईँले हेरेर आउनुहोस्। 57 लटको 2013 मोडलको कसैले पनि 80,000 दियो भने मैले 5,000 देखि 10,000मा डिस्काउन्टै दिएँ ल। तपाईँ एभेटर स्कुटर हो, जम्मा तपाईँलाई 60,000मै आउँछ। 75,000मै आयो ल। ए 75,000 यो सस्तो छ ल। 75,000मै दियो। यो जम्मा आउँछ 82,000मै आयो ल। मात्र 82,000मै दिएँ ल। 1 लाखमै आयो ल। 79 लटको चाहिँ पल्सर 1 लाखमै आयो ल। 1,05,000मा आयो। 2014 मोडलको चाहिँ भिआर 1,05,000मा आयो। सरको परिचयबाट सुरुवात गरौँ न सर। नमस्ते, म प्रभु रिकन्डिसन हाउस गट्ठाघरबाट है। अब विगत मैले चाहिँ 10 वर्षदेखि त मैले चाहिँ बाइकहरू बेच्दै आएको थिएँ होइन। अब अहिले आएर चाहिँ मैले हालसालै डेढ महिना जति भयो मैले चाहिँ नि यो काम सुरु गरेको होइन। तर प्रयास चाहिँ मैले चाहिँ तपाईँको रिकन्डिसन देख्दाखेरि होला, तर होइन, म व्यक्तिबाट मात्रै बाइकहरू उठाउने काम गर्छु। अरू जस्तो मैले बनाउने यताउति गरेर चाहिँ गर्दिनँ। जस्तो व्यक्ति कहाँ आउँछ मलाई त्यही अनुसारले मान्छेहरूलाई चाहिँ म सेवा सुविधा दिने गर्दछु। कति मूल्यदेखि सुरुवात छ सर हाम्रो? 40,000देखि सुरु छ। 38 लटको एउटा तपाईँको एलोइलवाला चाहिँ सेल्फ स्टार्ट हुन्छ 40,000। 38 लटको सिबिजेड स्ट्रिम होइन 40,000देखि सुरु छ। के छ त्यसको ट्याक्स इन्सुरेन्स सब क्लियरै हुन्छ सर? अल टु क्लियर हुन्छ। तपाईँलाई हेलमेट पनि दिन्छु होइन, तेल पनि हालिदिन्छु होइन, सबै कुरा गरेर म दिन्छु। हुन्छ सर। ल अब भिडियोको सुरुवातै हामी यहाँदेखि गरौँ होइन सर? यो भिआरदेखि गरौँ न है। हस्, यो भिआर भनेको अब एकदमै चलेको बाइक हो, सबैले मन पराएको बाइक हो, एकदमै जेन्युन मान्छेले चलाएको छ यो बाइक होइन। A1 कन्डिसनमा छ। तपाईँ आयो भने तपाईँ फर्केर जानुहुन्न। जो मान्छे यो भिआर चाहिँ लभर हुन्छ उहाँलाई चाहिँ ठ्याक्क मनपर्छ। यो जम्मा आउँछ 1,05,000मै आयो ल। 1,05,000मा आयो। 2014 मोडलको चाहिँ भिआर 1,05,000मा आयो ल। र त्यस्तै गरी अर्को हामीले देख्न सक्छौँ एफजेड है 2013 मोडलको एक राम्रो कन्डिसनमा छ। यो चाहिँ डक्टरले चलाएको हो होइन। एकदमै राम्रो छ, जेन्युन मान्छेले चलाएको छ। माइलेज पनि 45 तिरेको छ। घरबाट अफिसबाट घर गर्नुहुन्छ उहाँले। अनि उहाँलाई मैले एउटा नयाँ स्कुटर दिएको भएर उहाँले चाहिँ भाइ सर यो बेचिदिनु भनेर उहाँले शनाखत फाइल र बिलबुक दिएर 83सम्म ट्याक्स क्लियर छ। जम्मा आउँछ यसको 80,000मै आयो ल। 80,000मै आयो। मात्र 80,000 जम्मा 80,000। बजार भाउ भन्दा मैले 10,000 कममा दिन्छु ल। तपाईँले हेरेर आउनुहोस्। 57 लटको 2013 मोडलको कसैले पनि 80,000 दियो भने मैले 5,000 देखि 10,000मा डिस्काउन्टै दिएँ ल। र त्यस्तै गरी अब हामीले देख्न सक्छौँ पल्सर होइन सर? पल्सर 79 लटको 2016 मोडलको A1 छ। यो पनि A1 छ कन्डिसनमा। तपाईँ कुनै सेल्फ स्टार्ट हुन्छ, दागी सागी केही छैन, टायरहरू पनि सफा सुग्घर छ। A1 छ। तपाईँलाई जम्मा आउँछ 1 लाखमै आयो ल। 79 लटको चाहिँ पल्सर 1 लाखमै आयो ल। के छ इन्जिनको अवस्था के छ यो सर? इन्जिनको अवस्था एकदम राम्रो छ। नामसारी इन्सुरेन्स ट्याक्स सब मैले नै गरिदिन्छु ल। उहाँले नागरिकता मात्रै लिएर आउनु। यो 1 लाखमा मैले नागरिकता मात्रै लिएर आउनु, सबै पास गरिदिन्छु। उहाँले नागरिकता मात्रै लिएर आउने ल, सबै पास। त्यस्तै गरी फेरि अर्को पल्सर छानी रोजी 51 लटको छ। यो जम्मा 75,000मा आयो ल। नेपालभरि खोज्नु, संसारै खोज्नु, तपाईँ 51 लटको तपाईँले 75 वान ह्यान्ड हो। फेरि वान ह्यान्ड हो। 82-83 को ट्याक्स क्लियर हुन्छ। नामसार इन्सुरेन्स यो चाहिँ तपाईँको लाग्छ। फिक्स प्राइस 75,000मा संसार बुझेर आए पनि तपाईँले पाउनुहुन्न। तर प्रभु रिकन्डिसनले चाहिँ दिन्छ ल 75,000मा। र त्यस्तै गरी फेरि पनि अर्को छ हामीसँग अपाची होइन सर? अपाची छ 160 वान ह्यान्ड बाइक हो है। यो पनि वान ह्यान्ड बाइक हो। A1 कन्डिसनमा छ। बिलबुक एउटा मात्रै फोटो छ। 82 र 83 को ट्याक्स क्लियर हुन्छ। 1 टच सेल्फ स्टार्ट हुन्छ। A1 कन्डिसनमा छ। आयो भने तपाईँले अपाची लभरले चाहिँ 100 लिनुहुन्छ। यो जम्मा आउँछ 82,000मै आयो ल। मात्र 82,000मै दिएँ ल। र त्यस्तै गरी सबै चाहिँ तपाईँको फ्री नै भन्नुभयो सरले? हजुर। र त्यस्तै गरी पठाउ राइडरको लागि त गजब छ। पिकअप माइलेज तपाईँ पठाउ 40-45 दिन। किनभने कन्डिसन हेर्ने हो नि त हामीले। कन्डिसन हेरिसकेपछि बाइकलाई पनि त्यही अनुसार रेट हाल्ने हो नि। कन्डिसन आयो भने तपाईँ फर्केर जानु न। मिस्त्री ल्याएर पनि चेक गराएर लान सक्नुहुन्छ यो बाइक। वान ह्यान्ड बाइक। फेरि पनि अर्को येलो कलरमा है सर? यो चाहिँ सस्तोमा छ है। तपाईँको 48 लटको हो। एकदमै कलर पनि राम्रो सेक्सी कलर छ। तपाईँको केही छैन, दागी सागी यता केही छैन। जम्मा 62,000मा तपाईँलाई 48 लटको अपाची आयो ल। मात्र 62,000मा? हजुर। किन सर यस्तो सस्तो रेट? मलाई किनभने मेरो आफ्नै घर भएको भएर भाडा तिर्नु पर्दैन। अरूको जस्तो भाडा तिरेर मैले बनाउनु पर्दैन। मैले चाहिँ किनभने तपाईँको बुझ्दाखेरि 48 लटको 150 लाई 80-85 भन्छ भने मैले 75,000मा दिएँ ल। 75 भने यो पनि तपाईँलाई सस्तैमा आयो। जम्मा 62,000मा आयो ल। 62,000मा
कसैले पनि दिँदैन, तर मैले दिएँ किनभने मलाई भाडा तिर्नु पर्दैन, आफ्नै घर भएको भएर मैले भाडा तिर्नु, मैले व्यक्तिबाट उठाउँछु। तपाईँ अझै कन्फ्युज नहुनु कि मैले चाहिँ व्यक्तिबाट नै प्रायः, यो पनि वान ह्यान्ड बिलुका एउटा मात्रै फोटो छ ल यो ल त्यस्तै गरी फेरि अर्को पनि छ है सर हामीसँग। यो चाहिँ 53 लटको छ, 53 लटको एफजेडै छ है। एफजेड पल्सर धेरै आएको भएर यो चाहिँ जम्मा आउँछ तपाईँलाई 75,000 मै आयो ल। ए 75,000 75 यो सस्तो छ ल, 75,000 मा दिएँ मैले। इन्जिनको अवस्था राम्रै छ है इन्जिनको सर? राम्रो छ ल, इन्जिनको आएर हेर्नुभयो भने तपाईँलाई टक्क चाहिँ चित्त बुद्ध यो दाइले चाहिँ मिलाएर दियो भन्छ। 75,000 मैले दिएँ ल। के छ कस्टमरसँग भएको बाइक स्कुटर ल्याएर एक्सचेन्ज गर्न पायो? एक्सचेन्ज पनि गरिदिन्छु, तर अब यस्तो एक्सचेन्ज पनि अब मेरो बाइक भन्दा नि भ्यालुएसन बढी भयो भने त म गर्दिनँ। हजुर। मेरो भ्यालुएसनमा मिल्दो जुल्दो उहाँलाई चित्त बुझाएर म सेटिस्फाई गरेर पठाइदिन्छु। उहाँसँग भएको किनिदिनु पनि हुन्छ किन्न पनि किनिदिन्छु म ल। र त्यस्तै गरी आज एक मात्र स्कुटर रहेछ है सर आज? ए वान चाहिँ यो म आफैले चढेको स्कुटर हो, 42 लटको तपाईँ एभेटर स्कुटर हो। जम्मा तपाईँलाई 60,000 मै आउँछ ल। ए, मात्र 60,000 60,000 मा चाहिँ कन्डिसन म एकचोटि यसको देखाइदिन्छु। ए वान छ ल, ल। यसको चाहिँ तपाईँलाई किनभने यो लेडिजले चलाएको भएर हजुर। कन्डिसन पनि ल त्यति फ्रेस छ। ए वान छ ए मजाले छ है। अहिलेको भाइरल, अब यो भाइरल दममा तपाईँलाई 40,000 मा 40,000 मा 1 महिनाको पठाउ इन ड्राइभ गर्नुहोस्, 1 महिनामा तपाईँले 40,000 कमाउनुहुन्छ। यो बाइक तपाईँलाई फ्रीमा ल 1 महिना दुःख गरेर गर्नुहोस्, तपाईँलाई जम्मा आउँछ 40,000 मा। कसैले पनि नेपाल अधिराज्य भएर बुझ्नुहोस्, यो 40,000 मा कसैले दिँदैन, तर मैले दिएँ। सेल्फ स्टार्ट हुन्छ, वान टच सेल्फ स्टार्ट। हो पिकअप पनि खतरा रहेछ सर। आमा ल ए वान छ, कतिमा दिनुभयो सर यो? 40,000 मा ल। भाइरल अहिलेको यहाँको लेटेस्टमा भाइरलमा त यो आउँछ 40,000 मा आयो ल। 40,000 मा आयो सर? 40,000 मा यो बाइक तपाईँलाई 1 महिना दुःख गरेर कमाएको पैसा तपाईँले कमाउनु भयो भने यो तपाईँको सम्पत्ति भयो। जम्मा 40,000 मा। र यो बाइक पनि अरू पनि छ भन्नुभएको थियो सर, कुन कुन अरू छ सर? चाहिँ मसँग अलिक ठुल्ठुलो बाइक छ, मैले घरमा राखेको थिएँ, त्यो शनाखत हुन बाँकी छ होइन, हजुर। त्यही भएर मैले यहाँ नदेखाएको। एउटा डिस्कभर छ तपाईँको 53 लटको 60,000 मा छ, त्यो अहिले एकछिनपछि भिडियो म बनाइदिउँला, हजुर। तल राखेको छ। जम्मा तपाईँलाई 60,000 मा आउँछ, 53 लटको छ डिस्कभर। र त्यस्तै गरी अब सर अब यो बाइक किन्नको लागि अथवा टेस्ट ड्राइभ गर्नको लागि चाहिँ आउनुहुन्छ होला, त्यसको लागि तपाईँहरूको प्लिज लोकेसन चाहिँ भनिदिनु न हामीलाई। लोकेसन तपाईँको गट्टाघर चोकमा आउनुहोस् होइन। हजुर। गट्टाघर चोकमा आइसकेपछि सानो ठिमी जाने बाटोको बिग मार्टकै छेउमै टाँसेकै छ। तपाईँ बिग मार्टमा गट्टाघर चोकबाट सानो ठिमी जाने बाटो, पहिला तपाईँ कोटेश्वरबाट आउँदाखेरि गट्टाघर चोकमा तपाईँ आउनुहोस्। गट्टाघर चोकबाट सानो ठिमी जाने बाटो कहाँ भन्नुहोस्, सानो ठिमीको बाट 200 मिटर अगाडि बिग मार्ट छ, बिग मार्टकै छेउमा म बसेको छु। के गरी कन्फ्युज भएन हजुरको नम्बर दिनु मैले सक्नुहुन्छ? पिनमा राखिदिन्छु, पिनमा तपाईँले फोन गरेर मलाई चाहिँ नि म्यासेज गर्नु होला, नभए मलाई तपाईँले कसैले बाइक देखाउन आउनु पर्यो कतै भन्यो भने पनि म गइदिन्छु है। म अरू डिकन्डिसन जस्तो होइन, मैले किन व्यक्तिबाट बाइक उठाउनु भएको भएर तपाईँले लोकेसनमा आउनुहोस्, दाइ म तपाईँको बाइक हेर्छु, म चित्त बुझेन म त्यहीँबाट पास गर्छु भन्यो भने म यो बाइक लिएर पनि त्यहाँ पनि गइदिन्छु, उहाँले भनेकै ठाउँमा। भन्नाले कस्टमरले जुनै पनि ठाउँमा बोलायो भने हजुर आई एम गइदिनुहुन्छ। रेडी। र त्यस्तै गरी अब सरले अन्त्यमा के भनिदिनु पर्यो भन्दा त अब काठमाडौँ ललितपुर भक्तपुरमा त धेरै रिकन्डिसन छँदैछ है सर, हजुर। त्यसमा पनि हजुरहरूकै आउनको लागि चाहिँ कस्टमरले के भन्न चाहनुहुन्छ? कस्टमरलाई के भन्न चाहन्छु भने बुझ्नुहोस्, तपाईँले बाइकको भ्यालुएसन बुझ्दा पनि हुन्छ अन्त भन्दा, किनभने मलाई भाडा तिर्न नपर्ने भएको भएर तपाईँलाई चाहिँ नि मैले सस्तैमा 5-10 हजार अरूभन्दा कममा दिन्छु। अहिले पैसाको पनि भ्यालुएसन अलिकति बढेको भएर पैसाको पनि महत्त्व बुझेर 5-10 हजार तपाईँले कम गर्नुभयो भने पुरानो सामान लिँदाखेरि अलिअलि टुटफुट भयो भने आफूले बनाउन पनि पाइयो नि त। त्यसले गर्दाखेरि अन्तभन्दा 5-10 हजार मैले कमैमा मैले दिने गरेको छु। आएर हेरेर संसार बुझ्दाखेरि पनि केही फरक परेन। के छ इन्जिनको अवस्था त राम्रै हुन्छ नि सर? राम्रो छ, त्यसमा चाहिँ कम्प्रोमाइज गरेर बसौँला। अब वारेन्टी त म दिन सक्दिनँ, मैले व्यक्तिबाट उठाएको भएर सस्तोमा नि बाइक दिएर मैले त्यो गर्न सक्दिनँ, तर आएर हेरेपछि तपाईँलाई पिकअप सिकअप सबै A1 कन्डिसनमा बनाएर राखेको छु। ट्याक्स इन्सुरेन्स लगायत कुरा क्लियर। र यसमा के अफर दिनुभयो त सर? अफर मैले एउटा तेल दिन्छु, हजुर। तेल र हेलमेट उहाँलाई दिन्छु म। ए तेल र हेलमेट उहाँलाई हालिदिनुहुन्छ? 500 रुपियाँ तेल हालिदिन्छु, हजुर। अनि हेलमेट एउटा दिन्छु। र अन्त्यमा धेरैले बुझ्नुपर्ने कुरा के भन्दा अब हुन त कम बजेटको बाइक स्कुटर छ सरकारी, हजुर। के छ फाइनेन्सको सुविधा त छैन? फाइनेन्स छैन सर, छैन फाइनेन्स अहिले छैन। अब धेरै ठुल्ठुलो बाइक 3 लाख 4 लाखको भए चाहिँ नि मैले गर्थेँ सर। अब यो सानो बाइकमा 50-60 हजारको मा चाहिँ नि अलि नगरौँ, छैन अहिले। त्यसमा चाहिँ मैले गरेँ, पछि आएछ मेरो त्यस्तै पऱ्यो भने म पछि गरौँला। हजुरको समयको लागि धेरै धेरै धन्यवाद। हस् सर, हस्।